हामी आधा बाटोमा पुगिसकेका छौँ। हामी सलाबेना अलि पछाडि, जोडीहरू अगाडि अगाडि, हामी जोडी यता पछाडि छौँ। हामी सिग्नलको यस्तै छ लाइट होइन। अर्को जुनीमा साली बसिरहेको तालो भएर अलि यहाँ बिग्रिरहेको तालमा। एकदमै रमाइलो ठाउँ यो ठाउँ भने केरला हो। केरलामा यसरी खेती गरिन्छ। यहाँदेखि उँधो फेरि गाउँ छ पुरै, जताततै गाउँ होइन। चियाबारीमा दामी छ चियाबारी। यो रुखमा के काम गर्ने केही त होला नि यसको नि। हामी दुईजना रोड हिँडिराखेका छौँ। रमाइलो छ यो ठाउँ घुम्नको लागि, एकदमै रमाइलो छ। हामी काम गर्ने माथि नै हो भने, तर अझ यहाँदेखि हल्का 6 बजार पुग्नलाई। तर यो ठाउँ चाहिँ एकदमै रमाइलो लाग्छ। यो माथि गएर हेऱ्यौँ है त कस्तो छ चिया बगान। ए म त कलिलो लक्का जवान, तिमी अर्कैको चिया बगान। यतातिर बजार, फाइनली बजारमा पुग्यो। तर चिया बगानको फोटो लिनलाई हामी यो डाँडामा उक्लिसकेका छौँ। यो डाँडामाथिबाट चिया कस्तो देखिन्छ हेरौँ है त। चियाबारी सँगसँगै यो बजारको भ्यू पनि हेर्नेछौँ। तेरे बिना यहाँ त दारू पार्टी जोर हुने रहेछ त। दारू सारू पार्टी पनि हुँदो रहेछ। देख्न सक्नुहुन्छ यो भित्रभित्र पुरै चियाबारी, घरहरू पनि छन्। पारी धेरै घरहरू देखिराखेका छन् यतातिर पनि। देख्न सक्नुहुन्छ चियाबारी कस्तो लाग्यो तपाईँलाई। चियाबारी एकदमै रमाइलो लाग्यो मलाई त। यस्तो डाँडा काँडा छ पुरै डाँडाको बिचमा चियाबारी। यो सबै चियाबारी हो, बिचमा घरहरू छ। यहाँको खेती भने नि जे भने पनि यही हो। यहाँ अरू चिज उत्पादन हुँदैन। चिया इलाइची नै यस्तै चिज मात्रै हो यो ठाउँमा उत्पादन हुने। एकदमै